मिथुन राशिको धनयोगलाई हामीले हेर्ने हो भने यस्ता राशिका मानिसहरूको जीवनमा पैसा आउने जाने गर्दछ, तर यस्ता मानिसहरूको जीवनमा पैसा सेभ हुनको लागि धेरै ठुलो प्रब्लमहरू हुने गर्दछ र यस्ता राशिका मानिसहरूले सेभ गरेका पैसाहरू पनि कतै न कतैबाट जाने कामहरू गर्दछ यस्ता व्यक्तिको जीवनमा। त्यही भएर पैसा सञ्चयलाई लिएर, धन सञ्चयलाई लिएर यस्ता व्यक्तिहरू जीवनमा अलिकति चिन्तामा रहने गर्दछन्, अलिकति चिन्ता बढी हुने गर्दछ यस्ता व्यक्तिहरूको जीवनमा। धन सेभ भएन भन्ने कुराले हेर्ने हो भने मिथुन राशिका मानिसहरू एकदमै क्लियर हुन्छन् जीवनमा के काम गर्ने, कसरी पैसा कमाउने, कसरी धन सञ्चय गर्ने भन्ने कुराहरूमा एकदमै यस्ता मानिसहरूलाई हामीले हेर्ने हो भने प्लानिङसहित यिनीहरूको जीवन अगाडि बढिरहेको हुन्छ, एकदम क्लियरिटीका साथ यिनीहरूको जीवन अगाडि बढिरहेको हुन्छ। त्यही पनि यस्तो मान्छेहरूको जीवनमा पैसा आउँछ तर पैसा टिक्दैन, पैसा सेभ हुँदैन, पैसा जान्छ। र हेर्ने हो भने यस्ता राशिका मानिसहरूको जीवनमा म्याक्सिममतया हामी के देख्न सक्दछौँ त भन्दा एउटा कुरामा खर्च हुन थालेपछि कन्टिन्यू त्यो कुरामा खर्च हुने खालका जस्ता योगहरू बन्छ यस्ता राशिका मानिसहरूको जीवनमा। भन्न खोजेको कुरा, यदि यस्ता राशिका मानिसहरूको जीवनमा हस्पिटललाई लिएर खर्चहरू हुन स्टार्ट भयो भने यिनीहरूको जीवनमा हस्पिटलसँग रिलेटेड धेरै पैसाहरू हस्पिटलमा जाने गर्दछ यस्ता राशिका मानिसहरूको। एकजना मात्र बिरामी नभइकन घरमा अरू पनि बिरामी हुन थाल्छन् यस्ता राशिका मानिसहरूको जीवनमा। यसरी यिनीहरूले सञ्चय गरेका धनहरू, यसरी यिनीहरूले जोगाएका धनहरू यसरी जाने गर्दछ यिनीहरूको जीवनमा। र हेर्ने हो भने यस्ता राशिका मानिसहरूले यदि कुनै एउटा सानो कपडा किन्न गए अथवा केही किन्न गए भने पनि त्यो ठाउँमा पनि सबैको लागि किन्दा यिनीहरूको धेरै पैसाहरू खर्च भइरहेको हुन्छ त्यस्तो ठाउँहरूमा पनि। यस्ता राशिका मानिसहरू कहीँ खान गयो भने पनि यस्ता राशिका मानिसहरूको खानेकुरामा पनि धेरै खर्चहरू भइरहेको हुन्छ। भन्न खोजेको कुरा, यस्ता राशिका मानिसहरूको जीवनमा धेरै एक्सपेन्सेसहरू हुने गर्दछ र कन्टिन्यू रूपमा एक्सपेन्सेस हुने कारणले गर्दाखेरिमा यिनीहरूको सेभिङमा अलिकति प्रब्लमहरू हुने गर्दछ। र हेर्ने हो भने यस्ता राशिका मानिसहरूको जीवनमा अलिकति कम्प्लेन पनि हुन्छ। के कम्प्लेन हुन्छ भन्दाखेरिमा हाम्रो खानेकुरालाई लिएर धेरै खर्च हुन्छ हाम्रो जीवनमा, फुडिङमा हाम्रो धेरै खर्चहरू हुने गर्दछ, परिवारको लागि हाम्रो धेरै खर्चहरू हुने गर्दछ भन्ने जस्ता यिनीहरूका मान्छेहरूको यस्ता वर्डहरू पनि हुन्छ, यस्ता शब्दहरू पनि यस्ता मानिसहरूले बोलिरहेको हुन्छन्। हेर्ने हो भने यस्ता राशिका मानिसहरूले आफ्नो साथीभाइलाई सहयोग गर्दै गर्दाखेरिमा, आफ्नो साथीभाइलाई केही गाह्रो साह्रो पर्दै गर्दाखेरिमा यस्ता राशिका मानिसहरूलाई हामीले हेर्ने हो भने यस्ता राशिका मानिसहरूलाई हतार हुन्छ। कुनै पनि साथीभाइलाई दुःख पऱ्यो रे, समस्या पऱ्यो रे, अप्ठ्यारो पऱ्यो रे भनेपछि यस्ता मानिसहरूलाई सहयोग गर्नको लागि होस्, आर्थिक सहयोगको लागि होस्, अथवा केही दिएर सहयोग होस्, अथवा स्ट्यान्ड भएर सहयोग हुने कामहरू केही किन नहोस्, यस्ता मानिसहरूलाई हतार हुन्छ आफ्नो साथीभाइहरूलाई सहयोग गर्नको लागि। र यस्ता मानिसहरूलाई हामीले हेर्ने हो भने समाजमा पनि, सोसाइटीमा पनि, साथीभाइ सर्कलमा पनि यो मिथुन राशिका मानिसहरूसँग साथीभाइहरूले अलिकति बढी सहयोगको अपेक्षाहरू गर्ने गर्दछन् र यिनीहरूको पनि सहयोग साथीभाइको लागि एकदमै फास्ट हुने गर्दछ, एकदमै चाँडो हुने गर्दछ। डिसिजनै नगरिकन साथीभाइलाई आवश्यकता पर्यो भनेर बुझ्दै नबुझिकन यस्ता राशिका मानिसहरूले साथीभाइलाई सहयोग गर्ने गर्दछन्, पैसाहरू दिने गर्दछन्, जसको कारणले गर्दाखेरिमा पनि यिनीहरूको जीवनमा वेल्थ अलिकति ब्यालेन्स भइरहेको हुँदैन। यसै पनि हेर्ने हो भने यिनीहरूको जीवनमा पैसा सेभ नहुने, पैसा खर्च हुने, आएको पैसाहरू जोगिन अलिकति गाह्रो हुने खालका जस्ता योगहरू यिनीहरू बोकेर हिँडिरहेको हुन्छन्। र त्यसमध्येमा पनि हेर्ने हो भने साथीभाइले सहयोग माग्दै गर्दाखेरिमा सोच्दै नसोचिकन दिने गर्दछन्।